हेलो एभ्रिवान हाउ आर यु अनि कस्तो हुनुहुन्छ सबैलाई। अनि म चाहिँ नेपाल काठमाडौँदेखि अब नेपालगञ्ज मेरो जानुपर्ने चाहिँ नेपालगञ्ज हो। अनि तर म चाहिँ त्योभन्दा पहिला चाहिँ म लुम्बिनी जान्छु होइन। अब लुम्बिनी मैले कहिले गएको थिएन किनकि म पहिला जस्तो हुम्लामै थिएँ। हुम्लादेखि अब डाइरेक्ट जान्थेँ धेरै जस्तो यस्तो यताउता तीर्थ घुम्नु भन्ने पाएन। अब यो पटक चाहिँ एकदमै म मेरो फ्यामिली सबै मिलेर चाहिँ हामीहरू लुम्बिनी जाँदैछौँ। अनि अब एकदमै रमाइलो हुन्छ। अब भोलि हामी सबै यहाँदेखि लुम्बिनी जान्छौँ। अनि ल सबैलाई अब लुम्बिनीको भ्युजहरू उताको भ्युज अब हरेक देशहरूले आफ्नो आफ्नो गुम्बाहरू स्थापना गरेको छ नि, त्यो चाहिँ मलाई एकदमै आफ्नै देशको आफ्नै आर्किटेक्चर्सहरू हेर्न पाउँछ कि भनेर चाहिँ। अनि लुम्बिनीको बुद्ध जन्मेको ठाउँ कपिल वस्तु यतादेखि उता मलाई सबै एकदमै इन्ट्रेस्ट छ। त्यो ठाउँहरू हेर्न बुझ्न त्यहाँको कथाहरू बुझ्न एकदमै मलाई इन्ट्रेस्ट लाग्यो। त्यसैले म अब म भोलि छिट्टै नै गइहाल्छु, भोलि बिहानै एकदमै। ल फेरि भेटौँला। हेलो, अब हामी पुगिसकेँ गौतम बुद्धको मेन गेटको नजिकै म चाहिँ पुगिसकेँ। मेरो बाजे हामी सबै यतातिर अब हेर्नुहोस् अब कसरी बाँदरहरू। ओहो यहाँ धेरै बाँदरहरू छ है। तपाईँहरू ब्याग्सहरू लिनुहुन्छ भने अनि पञ्चशील प्राप्त हुन्छ नि, हामी जो चाहिँ गर्नु भन्ने। यहाँको गार्डनहरूको त एकदमै मैले चाहिँ सर्ट भिडियोजहरू बनाएको छु जो तपाईँलाई एकदमै त्यो टेन्सन खालको नहोस् भनेर। अनि यो फुल चाहिँ मलाई एकदमै देख्ने बित्तिकै कस्तो उज्यालो हुने क्या, यस्तो खालको फ्लावर्स एकदमै राम्रो थियो। अनि यहाँ यहाँको मम्सहरू पनि छ होइन, हुनुहुन्छ। अनि अब यहाँदेखि यो म्यानमारको हुनसक्छ अनि भियतनाम हुनसक्छ, अनि भियतनामको पनि हुनसक्छ। यो मान्छेहरू चाहिँ मैले थाईको मान्छे पनि जस्तो छ होइन। अनि यता गेटदेखि छिरेदेखि यस्तो राइट साइडमा। अनि यहाँदेखि तपाईँले अगाडि टिकट काटेर भित्र जान सक्नुहुन्छ है। अनि यो चाहिँ हाम्रो गौतम बुद्धको भित्र जन्मभूमि चाहिँ भित्र भयो। अनि बाहिरबाट यस्तो अब पछिल्लो अब मल्लहरूको पालोमा हुनसक्छ जो पछाडि बाहिरबाट यस्तो मन्दिर बनाएर भित्र प्रोटेक्सन गर्नको लागि। तर यो घर बनाउने तरिका चाहिँ अलि अब कसरी बनाउनु नभएको जस्तो लाग्यो कि भित्री टेम्परेचर हुन्छ नि। अरू सब गुम्बामा जाँदाखेरि कस्तो त्यो हुन्थ्यो, शीतल हुन्थ्यो होइन। यो घर चाहिँ हामी भित्र जाँदाखेरि कस्तो त्यो हुने कि अब एकदमै तातो गर्मी हुने खालको यस्तो डिजाइन बनाएर छ होइन। तर ठिकै छ, त्यतिखेर हाम्रो आर्किटेक्चर्सहरू पनि केही थिएन होला। अनि यतापट्टि एउटा पोखरी छ जसमा थोरै मैले माछा देख्ने सम्भावना चाहिँ देखेँ। अनि यहाँदेखि अब नयाँ आर्किटेक्चर्सहरू। अनि यो रुखको मुनि चाहिँ अब प्राप्त त होइन के अरे, अब यतातिर धेरैजना मान्छेहरूले प्र्याक्टिस यो बाटोहरू तपाईँ यहाँ देख्न सक्नुहुन्छ होइन। यो बाटो चाहिँ अनुमानले बनाएको बाटो होइन। यो बाटो चाहिँ हामी त्यो सिटी स्क्यान के भन्छ, सिटी स्क्यान
स्क्यान गरेर अब त्यहाँ जमिन मुनिको त्यो हुन्छ नि वेब्सहरू पठाएर रिफ्लेक्सनहरू बुझेर नै अब त्यो पहिलाको जस्तै बाटो बनाएर छ होइन। यो युएन हो रे, विदेशीहरूले सपोर्ट गरेर बनाएको हो, नेपालले त बनाएको केही कुराहरू थाहा भएन। अब नेपालीको हातमा नपरेर नै त्यो ठाउँको जोगेको हो मैले जस्तो लाग्छ क्या। किनकि अब मौका भयो भने बेचिहाल्छ नि। अब यो चाहिँ बर्माको हुनसक्छ, यो चाहिँ र थाइल्यान्डको मन्दिर मैले ठ्याक्कै बिर्सेको थियो। यो थाइल्यान्डको मन्दिर हो कि क्या हो यस्तो एकदमै। अब विदेशीहरू चाहिँ हो क्या, नेपाल जन्मिएको ठाउँ चाहिँ नेपाल भयो होइन, तर ज्ञानहरू सब नेपालमा, भारतमा गौतम बुद्ध जन्मेको चाहिँ नेपालमा होइन, तर बुद्ध ती प्राप्त चाहिँ इन्डियामा भएको। अब आज इन्डियामा के छ त, केही पनि छैन। अब ज्ञानहरू केही पनि छैन। त्यो के इन्जिनियरिङ डक्टर त्यो के सिकिरहेछ नि, त्यसको ज्ञानको सीमित हुन्छ क्या, त्यो ज्ञानको सीमित हुन्छ। त्यो सब ज्ञान चाहिँ हामी बाहिर चिजमा सिक्न सक्छौँ होइन, बाहिरी सामानहरूमा, बाहिरी कार्यक्रममा। हाम्रो यो बुद्ध भन्ने जो हामी जो ज्ञान हुन्छ नि, हाम्रो धर्मप्रति ज्ञान, यिनीहरू चाहिँ भित्रीहरू बारेमा बुझ्न सकिन्छ क्या, भित्री ताकतहरू बढाउन सकिन्छ। भित्री ताकतहरू अब के गर्नु, अब घरहरू त यहाँ छ, ज्ञानहरू सब तिब्बततिर गइसक्यो, त्यो तिब्बततिर गइसक्यो, यहाँ केही पनि छैन। अब यो चाहिँ बर्मा म्यानमार होइन, भित्रको आर्किटेक्चर सुरु हुन्छ नि एकदमै एक राम्रो थियो क्या। भित्रको गुम्बादेखि लिएर माथिको लेभल्सहरू अनि यताउता छिटो उठेर लाओ एकदमै याद ठाउँ चाहिँ खोल्नु पर्छ तिनीहरू पेज हो। अनि तिब्बती बोलिहाल्नु होइन, तिब्बती भाषा यो चाहिँ प्रायः जस्तो नाक मात्र देख्यो होइन, यतातिर ड्रागन हो कि यो नाक हो कि यो एकदमै अब सर्वहरूको मूर्ति चाहिँ गेटमा थियो। यो भित्र हेर्नुहोस् न, एक खम्बाकै 1 लाख बढी लाग्छ। यति धेरै के खुट्टाहरू यति धेरै थियो अनि यस्तो चिसो हुने कि त्यो गुम्बाहरू चाहिँ भित्र चिसो बाहिर तातो गयो भित्र कस्तो चिसो अनि त्यो लुम्बिनीको त्यो भित्र पस्यो भने बाहिर चिसो भयो भने भित्र तातो हुने। अब त्यो चाहिँ आर्किटेक्चरमा फरक पर्छ क्या। अब जान्ने बुझ्ने आर्किटेक्चरहरूले चाहिँ यस्तो बनाउँछ होइन। अब यो चाहिँ हाम्रो थाइल्यान्डको हो रे, स्टेट हो रे, अनि यहाँ बन्दोबस्त अहिले चाहिँ अलिक खुला छैन, यो थाहा भएन। अनि यहाँ म गएको होइन, भित्र ढुक्दा मेरो चस्मा त्यहीँ झरेछ क्या। फेरि फर्केर आउनु पऱ्यो, झ्याउ भयो। त्यसैले तपाईँहरू आफ्नो सामानको ख्याल राख्नु है। सामानहरू कहाँ रह्यो त्यो सब एकदमै ख्याल गर्दै जानुहोस् क्या। तर अब यतातिर चोरी त हुँदैन होला, किनकि पब्लिक जस्तो ठाउँ हो होइन, सिसिटिभी अब त्यति मान्छे डाक्टर लिने त हुँदैन, तर पनि आफ्नो त्यो भित्रको पनि हामी घर पनि सेतो भएको एकदमै आफ्नो देशको आफ्नो आर्किटेक्चर्सहरू हुन्छ नि, त्यो चाहिँ मजाले झल्काएको छ। अनि विदेशीहरू पनि एकदमै धेरै, विदेशीहरू चाहिँ यहाँतिर धर्म हेर्न त आउँदैन त्यो त हो होइन, उनीहरूले चाहिँ अब यहाँ के नराम्रो छ त्यो खोज्न आउँछ क्या। उनीहरू त्यो हाम्रो कमजोर खोज्न आउँछ। त्यो विदेशी घुम्नु कारण नै त्यही हो, कमजोरी खोज्छ कि कमजोरी के यहाँ सब कुछ छ, के कमजोर छ मैले त्यही खोजेँ। अब एकदमै त्यो हुन्थ्यो अरे तातो, त्यो धेरै देखाइन्छ हो। यहाँ विदेशीहरूले चाहिँ फेरि विदेशी हो तातो के मेरो परिवारहरू यहाँ हुन्छ होइन, यहाँ के थियो अब
यस्तै त मैले चाहिँ भोगिहाल्नु यो घरहरू चाहिँ अब सिमेन्टकै हो अब त्यति धेरै बसेर टेक्दैन गरे 3,000 5,000 जति टेक्दैन तर पनि तपाईँको पुर्खा तपाईँको पुर्खा पुर्खाले गर्दा त्यति होला तिनीहरूको यो बिमारी त हिमालको त्यो हुन्छ कुनै कुनै हिमालको याद हुने खालको छ गाउँमा बस्ने खालको छ अनि कुनै कुनै चाहिँ छैन एउटा सिभिलाइजेसन अब हामी यहाँबाट गएको बेला अनि कोरिया चाइनिजहरूको सब कम्पिटिसन हुन्छ नि अब तर अरू चाहिँ ठिकै ठिकै हो खालि कम्पिटिसन सब झाझाप्टे उयोले त्यो गऱ्यो म वेस्टै नवेस्ट गर्छ अब यो चाहिँ हाम्रै के हो यो हो होइन होइन ठ्याक्कै त बुझेन याद छैन अनि यहाँ चाहिँ यसको भित्र चाहिँ अब यहाँ हेर्नुहोस् नि यताको एउटा के हुन्छ रिबल di femine आमाले थाप यो मान्छेको कति आउने मुस्किल अनि धेरै हजुर होइन त्यहाँबाट बिस्तारै ल अनि भित्र पहिला जस्तो क्यामेरा फोटो खिच्न मिल्दैन क्या सब लुकेरै गर्नुपर्छ म यो सब लुकेरै गरेको हो तपाईँ बाहिर खिच्न सक्नुहुन्छ तर भित्र जाँदाखेरि नो क्यामेरा भनिहाल्छ त्यहाँका भैयाहरू पनि कम त छ त कति राम्रो त्यहाँ पुग्ने बित्तिकै कस्तो मनहरू छलङ्ग हुने खालको छ है हेर्नुहोस् न राजदरबार पुराना राजदरबारहरू जस्तो छ वाउ अब उतापट्टि चाहिँ यो नेपाल जस्तो नै छैन कि पुरै विदेशी खालको छ नि विदेशी वाउ यो चाहिँ मलाई एकदमै राम्रो मन पर्यो है कस्तो राम्रो होइन सँगै होस् मैले पहिला कोही राम्रै गर्ने नभएको बेला सँगै होस् झल्काएको छ अनि आर्किटेक्चरले मान्छे जम्मा गर्छ क्या डक्टरहरूले होइन पाइलटहरूले यस्तो होइन देशलाई झल्काउने देशलाई चिनाउने भनेको आर्किटेक्चर र आर्ट हो क्या आर्ट्सले नै देशलाई चिनाउँछ ल हेर्नुहोस् भोलि मान्छे जम्मा हुने ठाउँ नै यस्तो आर्किटेक्चर्सहरू होइन नि एफिल टावर बुर्ज खलिफा इन्डियाको के हो राजस्थानको त्यो के भन्छ नि एउटा सेतो घर छ नि त्यो अनि नेपालको लुम्बिनीहरू अनि उता भक्तपुरको त्यो पुरानो मन्दिरहरू अब त्यहाँ यस्तो आर्किटेक्चर्सहरू हेर्न आउँछ कि अनि विदेशी चाहिँ त्यहाँ कमी कमजोर खोज्न आउँछ विदेशी आउनु त्यो खालि कमी कमजोर खोज्नु हो कमी कमजोर खोज्यो भने तिनीहरूको दिमागमा बत्ती जल्छ बत्ती जल्ने बित्तिकै देश फर्केर त्यसको आइडियाबाट बिजनेस सुरु गरिहाल्छ त्यही हो तपाईँ पनि यताउता घुम्न जानुहोस् न कमी कमजोरी भेट्नुहुन्छ कहीँ एकदमै राम्रो चिजहरू थाहा पाउनुहुन्छ अनि थाहा पाउने बित्तिकै तपाईँको दिमागमा एउटा आइडिया झल्किन्छ क्या यो चाहिँ फ्रान्सको मोनेस्ट्री हो है हाम्रो साइडमा राखौँ फ्रान्सको मोनेस्ट्री हो फ्रान्सको मोनेस्ट्री चाहिँ यो चाहिँ पहिला जस्तो मलाई के लाग्यो भने पुरै पत्थर छ क्या पुरै पत्थरले बनेको मार्बलले बनेको जस्तो याद आयो फ्लोरहरू चाहिँ के सिमेन्टकै होला होइन तर आखिरै खम्बाहरू हुन्छ नि त्यो चाहिँ भित्रबाट नै छ कि पुरै सिधा सब मोटो हुन्छ नि मोटो काठोहरू सब त्यो मार्बलकै देखेँ मैले त्यो बाहिरबाट मार्बल छापेको होइन पुरै अब यो चाहिँ हाम्रै नेपालहरूले बनाएको होइन अब नेपालको आर्किटेक्चर ठ्याक्कै हेर्दाखेरि नै हाम्रो त्यो त्यसको देखिन्छ नि अब त्यो उता हाम्रो गोर्खाको पृथ्वीनारायण शाहको दरबार जस्तो देखियो होइन अनि यो चाहिँ हाम्रै नेपालकै कला झल्काएको हो तर नेपालले बनाएको त हो तर तपाईँलाई थाहा छ नि नेपालमा खासै केही नेपालीले बनाउन सक्दैन भनेर अनि यतापट्टि साइडमा चाहिँ स्पोन्सर डोनरहरू सब विदेशी हो फेरि त्यही हो कि क्यामेरा खिच्न मिल्दैन
देखाइहाल्छु भनेर चाहिँ नि कसैलाई नदेखाइ लुकी छुपी मैले बनाइहालेँ कि क्यामेरा नो क्यामेरा भन्दै थियो होइन। अब हामी नेपाली सुधरिने जस्तो नै छैन। त्यही पनि मैले भित्रहरू कस्तो राम्रो छ होइन। अब आफ्नो काम त आफूले गर्नुपर्छ नि एकैचोटि तपाईँहरूको लागि चाहिँ। त्यसैले तपाईँहरू लाइक र सब्सक्राइब गर्न नभुल्नु है। अहिले धेरै हेरिसक्नु भएछ। अब यहाँसम्म पुगिसकेपछि लाइक गर्न चाहिँ नभुल्नु। एउटा कमेन्ट चाहिँ छोडिहाल्नु है। तपाईँले प्रश्न हुन्छ कि के हुन्छ तपाईँले मजाले त कमेन्ट बक्समा छोड्नु। अनि म तपाईँको कमेन्ट अनुसारको अनि यो चाहिँ कोरिया मोनास्ट्री है, कोरियाहरूले बनाएको। मलाई यस्तो लाग्छ कि कोरियाहरूले चाहिँ सबभन्दा पहिला बनाएको जस्तो लाग्छ। अनि यो भित्रको कलर्सहरू चाहिँ प्रायः जस्तो डार्क छ है। डार्क ग्रिन डार्क ब्लू डार्क सब डार्कमा देखियो है। यो चाहिँ के कारणले गर्दा हो, प्रायः जस्तो सबै कलरहरू डार्कमा देखियो। अनि गुम्बामा भैयाजी चाहिँ त्यो रहेछ होइन, पुण्य भन्नाले गुम्बा हेर्ने। अनि भित्र एकदमै फिनिसिङ राम्रो थियो बाहिरबाट, तर भित्र मैले वाउ कस्तो होला भनेर भित्र छिरेको भित्र एकदमै डेन्जर थियो। तर मूर्तिमा चाहिँ त्यति धेरै छैन, खम्बाहरू हेर्नुहोस् न। अब यहाँ चाहिँ हामी चाइनिजको मान्छेहरू चिनिया गुम्बा है, चिनिया मन्दिर। चिनहरू बराबर त कोही सक्दैन भाइ, म चिनमा थोरै बसेको होइन। चिन बराबर कोही सक्दैन भन्छु, कोही सक्दैन। यो चिनहरू आफै लिएर मर्छ होइन। तर अरू देशहरूमा त्यो आफ्नो घमण्ड हुन्छ नि, नै छोड्दैन कि। सबभन्दा पहिला बाहिर नै मार्बलको एउटा हात्ती होइन, मार्बलको हात्तीले ढुङ्गाकै हात्तीको जस्तो बनाएको छ। त्यो बनाउनै हाम्रो नेपालको भारतको पुगिहाल्छ, जहाँ पुगिहाल्छ। त्यो बाहिर कस्तो बनाएको छ आफ्नो बुद्ध अनि गल्जिन देशीहरू सब यिनीहरू त्यो देवताहरू होइन। यो सब मूर्ति भयो। तर अर्को गुम्बामा पेन्टिङमा हुन्थ्यो, यहाँ चाहिँ पुरै मूर्ति नै मूर्ति। अब गल्जिन देशी चाहिँ हाम्रो गुम्बालाई आग लागि पानी पहाडी त्यस्तो हुन्छ हिलो तिनीहरूबाट बचाउँछ। अब यहाँ आर्किटेक्चर कस्तो राम्रो लाग्यो मलाई। अनि यहाँदेखि बाहिरबाट छिर्ने बित्तिकै यस्तो होइन, यस्तो पत्थरी त्यो हुन्छ नि फ्रेम बाहिर के हुन्छ। अनि भित्र क्यामेरा बनाइ छ भनेर मैले क्यामेरा नखिचेको, तर भित्र पुग्ने बित्तिकै कस्तो होइन तपाईँले खिच्नु भयो। ल अब हाम्रो ओहो तपाईँहरूले कस्तो लाग्यो मेरो भिडियो। अनि तपाईँहरूले सबैले राम्रो लाग्यो भनेर आशा गर्छु होइन। अब एकदम टाउको थाकेर होइन यताउता हल्लिँदा एकदमै गाह्रो भयो। अनि तपाईँलाई अब भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नु होला होइन। लाइक गर्न नभुल्नु।